एउटा यस्तो समय थियो जब बेलायती साम्राज्यमा सूर्य कहिले अस्ताउँदैन थियो। पुरै विश्वलाई उपनिवेश बनाएको बेलायती साम्राज्यले नेपाल जस्तो सानो देशलाई किन कब्जा गर्न सकेन? संसारका महाशक्ति भन्ने अमेरिका, चीन, भारत, बेलायतको सामु टिक्न सकेनन्। तर नेपाल कसरी तोबाट अछुत रहन पुग्यो त? विश्वविरुद्ध अङ्ग्रेज सेना हाम्रो वीर गोर्खालीको वीरता देखेर साँच्चै डराएकै हो त? ल त आउनुहोस् यो भिडियोमा नेपाल कसरी स्वतन्त्र रहिरह्यो जानौँ। जब अङ्ग्रेज भारतमा आए त्यतिखेर नेपाल एकीकरणमा नै व्यस्त थियो। नेपालले राज्य विस्तारसँगै शक्ति आर्जन गर्दै थियो। छेउमा नै रहेको अङ्ग्रेजलाई यो डर थियो कि गोर्खा राज्य शक्तिशाली हुँदै गयो भने उनीहरूलाई नै भोलि अप्ठ्यारो पर्छ। नेपालले पूर्वमा सिक्किम, पश्चिममा कुमाऊँ, गढवाल, दक्षिणमा आवाजसँग आफ्नो सिमाना पुर्याएको थियो। यही सीमा विवाद र गोर्खा राज्यको शक्ति रोक्न नेपाल र अङ्ग्रेजबीच 1 नोभेम्बर 1814 देखि 4 मार्च 1816 सम्म 2 वर्ष युद्ध भयो। दुर्भाग्यवश नेपालले यो युद्ध हार्न पर्यो। फलस्वरूप सुगौली सन्धि हुन पुग्यो र नेपालले आफ्नो 1/3 जमिन गुमाउन पर्यो। बेलायतले काठमाडौँमा राजदूतावास खोल्ने, गोर्खाली सेना बेलायती सेनामा भर्ती गर्ने, नेपालले कुनै अमेरिकी वा युरोपेली नागरिकलाई कर्मचारी बनाउन नपाउने जस्ता शर्त राखी यो सन्धि गरिएको थियो। त्यसपछि नेपाल र बेलायतबीच राम्रो सम्बन्ध हुँदै गयो। सन् 1857मा भारतमा अङ्ग्रेज विरुद्ध भएको विद्रोह रोक्न जङ्गबहादुरले सेना पठाए र विद्रोह निस्तेज पारे। नेपालले गरेको यो सहयोग स्वरूप पछि बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई नै फिर्ता गरियो। जङ्गबहादुर र उनी पछिका राणा प्रधानमन्त्रीले समेत बेलायतसँग राम्रो सम्बन्ध राख्न थाले। यसै कारण 21 डिसेम्बर 1923मा नेपाल र बेलायतबीच सन्धि भयो र बेलायतले नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दियो। अब कुरो रह्यो कि अङ्ग्रेजले नेपाललाई किन कब्जा गरेन? उसले त युद्ध जितेको थियो। यसका विभिन्न कारण छन्। जस्तै नेपाल अधिकांश पहाडी क्षेत्र थियो, त्यसकारण उनीहरूलाई नेपाल कब्जा गरेर प्रशासन चलाउन निकै कठिन र खर्चिलो पर्थ्यो। नेपालको तराई क्षेत्रमा विभिन्न किसिमका रोगहरू लाग्ने, लामखुट्टे अत्याधिक भएका कारण मलेरियाको समेत डर थियो। जसरी गोर्खाली सेना उनीहरूसँग लडेका थिए, सायद उनीहरू नेपालसँग पुनः युद्ध गर्न चाहँदैनथे, वा भनौँ उनीहरूको मनमा डर थियो। त्यस्तै उनीहरू नेपाललाई भारत र चीनबीच बफर राष्ट्र बनाउन चाहन्थे, किनकि नेपाल कब्जाले चीनसँगको युद्ध निम्तिन सक्थ्यो। यस्तै कारणले नेपाल सधैँ स्वतन्त्र र सार्वभौम राष्ट्र रहन पुग्यो। ती वीर पुर्खाप्रति सधैँ सम्मान, जसले नेपालको स्वतन्त्रतामा कहिल्यै आँच आउन दिएनन्।